सालीलाई चाहिँ सोधेन अहिले मैले पाउँदा पग्नु जाँदैछु तिरना। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई सलिमास युट्युब च्यानल। तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। आजको भिडियोमा चाहिँ मैले तपाईँहरूलाई होइन म चाहिँ कालीको घर आएको छु। ब्याकतिर तपाईँले देखिरहनु भएको छ। अनि आजको भिडियोमा चाहिँ म र हाम्रो साली चाहिँ अस्ट्रेलियाबाट आउनुभएको हाम्रो काठमाडौँको सालीसँग चाहिँ हल्का सपिङ गर्नु गएको छु। अनि किन भनेर भन्दाखेरि हाम्रो आज घरमा चाहिँ अलिकति गेट टुगेदर छ, टाढाबाट मान्छेहरू आउनुहुँदैछ। त्यसको लागि म चाहिँ सपिङ गर्न हामी निस्केको छ है। सपिङ गर्न जाँदै गर्दाखेरि चाहिँ हामीलाई अन्जान व्यक्तिहरूले मान्छेहरूले लिफ्टहरू दिएको छ आजको भिडियोमा होइन। गाडीमा राम्रो गाडीमा कहीचोटि हामी बसतिर पनि चढ्यौँ, कहीचोटि टोटोमा चढ्यौँ, कहीचोटि हामी यसै बस्नु पनि पऱ्यो, पैदल पनि भयो हाम्रो। त्यो भिडियोलाई समेटिएर चाहिँ आज तपाईँहरूको अगाडि मैले प्रस्तुत गरिरहेको छु। लास्टसम्म स्टे होइन बसेर तपाईँहरूले मलाई सपोर्ट गरिदिनु होला। अनि तपाईँलाई मजा लागे कमेन्ट छोडिदिनु होला। हेर्नुहोस् है त है के भएको रहेछ। आज फेरि पनि हामी चाहिँ च्याङ्गाबाट चाहिँ अब के जाति सपिङ गर्नुको लागि गएको है हामी चाहिँ। आज को को छ हेरिहाल्नु होला। मेरो साली भाइ बस अरे छ, यहाँ भाइ पनि छ एकजना पछाडि। तब हामी पैदलै जाँदैछ। भिलेज लाइफ चाहिँ यस्तो छ। भिलेज लाइफस्टाइल चाहिँ गाईहरू के जातिहरू चराउँदै, भाइहरू फुटबल। अनि प्रसन्न र म चाहिँ जाँदैछ। अब हल्का के हुन्छ तपाईँलाई देखाउँछु, जे हुन्छ देखाउँछु है त। पानी रहेछ यता। पानी राति परेको थियो नि त है पुरा। आउनु नि हुन्छ भयो। अगाडि हेर्दै जाउँ। विशेष गरी हामी चाहिँ तिरानासम्म जाने हो। अनि त्यहाँ गएर हल्का फुल्का घरको सामानहरू किन्ने हो, खानेकुरो। अब इन्तजारमा छु। यो त जाँदैन होला है। मान्छे छैन। ड्राइभर ऊ तल रहेछ सायद त्यही टोटोमा हामी जाने होला। मिस्टर राई रहेछ हेरौँ। राई फ्यामिलीकोहरू राईकै टोटोमा जाने हो। हेर्दैछु अब हेर्नु है के हुँदो रहेछ। अब त्यहाँ पुगेर जानुहुन्छ कि हुँदैन तपाईँलाई देखाउँछु। टोटो चाहिँ यहाँ रहेछ, मान्छे चाहिँ छैन। दाजु उता जाने हो? ए नक्सल जाने हो? हामी अट्दैन चारजना? हुँदैन अरे? ए जाउँ त उसो अगाडि। हुन्छ बाटोतिर हुन्छु। ए हेर्नु न यसो रिजर्भ रहेछ, त्यही कारणले हामीलाई लानु सायद। हामी तिराना गएको क्या? खोइ ए बोलाइदिनु न त्यसो भए हामी जाने हो। ल यो चाहिँ अब के भयो भने सायद रिजर्भ होला। उपल्लो टोटो कारिरा पर हुन्छ। यहाँ बसौँ न, आउँछ होला त अन्त फोन गरिदिनु हुन्छ होला नि त। ए ल ल ल हुन्छ। हेरौँ है बान्जार गाडी। ए साथीहरू टोटो चाहिँ आउँदैछ, घुमाउँदैछ। हामीले पायो अब हो। अब हामी तिराना गएर चाहिँ के सपिङ गर्छ त्यो पनि हामी देखाउँछु हो। सायद मेरो क्यामेराम्यान चाहिँ उहाँ हुनुहुन्छ होला आज साली हो। हेर्दैछु ल जाउँ। दा तिराना गएको कति लिन्छ? बस्नु नि, बस्नु तपाईँ बस्नुहोस्। म यतापट्टि बस्नु। होइन बस्नु, यतापट्टि बस्नु न। 70 रुपियाँ चारजना। हेरौँ है यता बस्नु भएको हुन्थ्यो नि भाइ। यता बस न तिमी त, यता बस। उहाँसम्म पुऱ्याएको यहाँबाट हो नि त। ल 4 3 12 120 हुन्छ त। अनि 120 हुन्छ त।
ए हो ल ओके ओके ठिकै छ अब हुन्छ खै थाहा छैन मैले लाइभ भिडियो गरिरहेको छु भाडा चाहिँ 200 रुपियाँ भन्नुभयो यहाँको लोकल मान्छेहरूले हामीलाई अनि अब हेरौँ कति हामीलाई सही हो कि होइन हो सो गाइस अहिले चाहिँ हामी कहाँ पुग्यो नि यो कहाँ पुग्यो त्यति थाहा छैन भन्नु हुँदैछ हो अनि अब हामी जाँदैछ कतै बाटो छ हो त्यसरी चाहिँ हाम्रो आजको टोटलको यात्रा चाहिँ सुरु भएको छ हाम्रो दिन चाहिँ टोटल्लै खोल्यो भनौँ न होइन आजको दिन चाहिँ हाम्रो यात्राबाट सुरु भयो र दिन चाहिँ हाम्रो विस्तार हुँदैछ अनि घरमा चाहिँ अलिकति बाहिरबाट एक दुईजना हाम्रो पाहुनाहरू हाम्रो गेस्टहरू आउनु हुँदैछ सिक्किमतिरबाट अनि त्यही कारणले गर्दा हामी चाहिँ अलिकति तयारीको लागि हामी जाँदैछ हाम्रो बहिनी हुनुहुन्छ अनि हजुर चाहिँ साथी गएको अरे भेनाको साली चाहिँ जानुहुँदैछ अनि अर्को कुरा चाहिँ उहाँ चाहिँ काठमाडौँबाट हुनुहुन्छ उहाँ पनि गेस्टै हुनुहुन्छ हामी सबैजना एउटा के भनौँ फर्स्ट टाइम हाम्रो भेट हो होइन अनि कस्तो खुसी लाग्यो फर्स्ट टाइम भेट्दा अरे बाप्रे हिजो चाहिँ मलाई चाहिँ सालीले यति बेसी ठग्यो कि मैले चाहिँ गाडी लिएर म जाँदैन है भनेर भनेको थिएँ हो तर अब एकदमै ठगी होइन मतलब अब ठिकै छ दुःखमा होइन अब तर मजा आयो लास्टमा हामीलाई एकदम राम्रो भयो अब हामी त्यसरी नै बोल्छौँ न अब जिस्केर ठिकै छ अनि धेरै फर्किहाल्नु भन्नुहुँदैछ फर्किहाल्छु भन्नुहुँदैछ हो अब मैले चाहिँ बस उता मेरो घर पनि जाउँ भनेको मान्नै भएको छैन ट्याक्कै मान्नु भएको छैन अन्त अब के गर्ने त सोच्दैछ बेलुका हामी कुरा गर्नेछ हो हिजो बेलुका हामी आएको बाटो चाहिँ हो है अँधेरोमा त केही पनि देखेन बेसी यो स्पिड ब्रेकर राख्ने कारण चाहिँ एक्सिडेन्ट बेसी भयो अरे क्या त्यही भएर मलाई चाहिँ उयो चिया बगानमा उभिएर फोटो खिच्नु मन छ अहिले खिच्नु ल अहिले आउँछ पर त्यो उयसमा क्या खिच्छु नि त यहाँ चियाबारीहरू राम्रो छ नि त मलाई चाहिँ यताको बेलामा चाहिँ नि टुर गर्नु पुरा मनपर्छ मैले स्कुटी लिएर जाउँ भनेको मानेन फेरि रेनकोट पनि घरबाट बोकौँ भनेको मानेन लामो लङ डिस्टेन्स ट्राभल गर्दा चाहिँ अलिक गाह्रै हुन्छ गाडीमै सजिलो कि तर पनि मलाई चाहिँ बाहिर खुलियाम आफूले ड्राइभ गरेर चाहिँ होइन कि अरूले ड्राइभ गरेर चाहिँ आफू चाहिँ खुल्ला भएर अब नानालाई सिकाउनु ट्राई सिक्दैछ नानाले अब हामी आइपुग्न भयो है यहाँ रहेछ सुँगुरको मासु चाहिँ अब हामी किन्ने हो लानुपर्छ होला सो आज अहिले चाहिँ हामी तिराना बजार आइपुगे जस्तो छ नि ल आइपुग्यो फर्स्ट अफ अल चाहिँ हामी मासु किन्नुपर्छ किनभनेदेखिलाई चाहिँ मासु चाहिँ अलिकति क्राइसिस हुनसक्छ है त कतातिर होला दा हुन्छ हामीलाई यता रोकिदिँदाखेरि ल आउनुहुँदैछ त्यही भएर आज एकदम ग्यादरिङ पनि छ छिटो पनि गर्नुपर्ने हुन्छ हो ए लिनु त उल्टा हातले भयो ल सरी खुला छैन होस् राख्नु हुन्छ यहाँ छ मेरोमा अरे यार मेरोमा छ होइन राख्नु अरे यार 200 रुपियाँ अरे सालीले तिर्यो हेर्नु न थ्याङ्क यू साली यो राखिदिएको न तपाईँले त्यसो भए नि पहिला नि कहाँ पो देखेको थियो हामीले त सुँगुरको मासु उता हो भाइ आऊ ल कता यता जाउँ न कता हो जता होला फलो मी भन्नु मिलेको छैन अब मलाई थाहा छैन औ भाइ ल हामी यता जाने हो फर्स्ट टाइम तिरानाको सपिङमा है कतातिर फर्स्ट टाइम त्यो चाहिँ तिराना भन्ने ठाउँ रहेछ अनि यहाँनिर चाहिँ तपाईँको हल्का फुल्का सागसब्जीदेखिको लिएर के जातिहरू पाइँदो रहेछ सानो बडेको बजारमा हामी आइपुगेको छौँ हो साइडमा होला भाइ कता हो
कतातिर हो लोकल मासु भन्दैछ सुँगुरको मासु चाहिँ खानै भयो खै दा 1.5 किलो लानु पाइन्छ कसरी किलो 360 रहेछ यहाँ चाहिँ 360 रुपियाँ किलो कलिलो हो कि आउनु त यता हुनु कस्तो लाने अलिक रातो मिलाएको लानु पऱ्यो नि त यो होला यो हालिदिनु कति लानु लाग्यो हामीले कति 1.5 किलो 1.5 किलो हामी चाहिँ 1.5 किलो लानु आँटेको पुग्यो 1.5 किलो त हुन्छ सोध्नुपर्छ पिस गरेर लानु है हुन्छ पिस गरिदिनु ल किनभने झमेला हुन्छ होला के होइन होस् नगरिदिनु मै गर्नु पऱ्यो घरमा गएर कत्रो कत्रो हुन्छ यहाँ चाहिँ 1 नम्बरको सुँगुरको मासु पाउँदो रहेछ हो अनि हामी चाहिँ यहाँ अब किन्न आयो हल्का हुन्छ कति भयो त हामी चाहिँ तिराना बजारमा अब हल्का फुल्का सपिङ गरिसकेपछि अब हामी चाहिँ हल्का फुल्का मिठाईहरू खाने हो के खाने होइन अब पहिला चाहिँ नानीहरूले टिपिहालोस् भनेर नि बच्चाहरूले टिप्यो भने चाहिँ राम्रो के खानु नि खानु न एउटा कोल्ड ड्रिङ्क म चाहिँ के खाँदिनँ कि भाइ के टिप्यो त्यति मात्रै आइसक्रिम खाँदैन दा तपाईँकोमा ओट मिल छ कुनै पनि फ्लेभर रुम फ्रेसनर छ त्यो कसरी गोटाको छ स्प्रे भनेको होला नि स्प्रे होइन त्यो उयसतिर राख्नु टोइलेटतिर राख्नु रुम फ्रेसनर पनि भन्नुभएको थियो नानाले त्यसले काम गर्छ होला तिराना बजारको झलकबाट उता गयो भने चाहिँ सिलगढी पुगिने रहेछ यता चाहिँ कता नक्सलतिर जाने बाटो हो हुनसक्छ त्यो अलिकति होल्ड यो होल्ड गर्दा पनि हुन्छ यो चाहिँ मेरो फेभरेट हो लेज चिली लेमन अनि this is the happy kid. He's got his chips and we're just buying some I think the toilet freshener. And Dana is buying everything for us, so very happy that we get to nag him. Ani, I think I'm just gonna buy this. Bena मलाई किनिदिनुहोस् है प्लिज बेना ठग्नु पाउँदा आई एम भेरी ह्याप्पी हजुर दुईटा लेस So this is Tirana. Nothing fancy about it, but this is the closest like कस्तो भन्ने शप्सहरू भएको ठाउँ छ मेरोमा छ होइन बेना मैले लगिसकेँ हिजो आइस कफी लगेको थिएँ त ल थ्याङ्क यू बेना थ्याङ्क यू ल हामी त भेनालाई फलो गरिरहौ सब्जी बजारमा सो हामी लेमन खोज्दैछौँ निम्बु हामी त कागती भन्छौँ उता नेपालमा यहाँ चाहिँ निम्बु भन्छ अफसोस छैन ल निम्बु खोजेको हामीले निम्बु नै पाएन पुरो आलु पनि कस्तो कलर रहेछ जाउँ त त्यसो भए
अब the hunt for nimbu is on. धनिया के घरमा छ धनिया छ धनिया चाहिँ फेरि मेरो फेभरेट हो है नानाको पुरा फेभरेट हो नानाको फेभरेट हो सो यो चाहिँ टोटो रहेछ यहाँ आई थिङ्क इट्स भेरी कमन तर मेरो लागि चाहिँ इट्स फन भनौँ न हामी चाहिँ यहाँ तिरानाबाट अनि दालाई लिफ्ट मागेर आधा रास्तासम्म उहाँले हामीले छोडिदिँदै हुनुहुन्छ कति साह्रो राम्रो हुनुहुँदो रहेछ कुन चाहिँ सिट बेल्ट हो बिचको पछाडिको हजुर किराना चाहिँ के कामले ए हजुर यो सुँगुरको मासु सुँगुरको मासु किन्न आउँदाखेरि चाहिँ यस्तो भयो हाम्रो आजको यात्राबाट सुरु गर्ने ब्लग गर्नुहुँदैछ हजुर युट्युबमा कि फेसबुक पेज ए मेरो होइन उहाँको चाहिँ सलिमा राई यहाँ चाहिँ यस्तो स्ट्रिट लेजर है थ्याङ्क यू सो मच भन्नु तपाईँलाई पनि पाएँ नि हामीले दार्जिलिङको चाहिँ अब उहाँले चाहिँ हामीलाई लिफ्ट दिनुभयो थ्याङ्क यू सो मच ल थ्याङ्क यू तपाईँलाई हुन्छ यो चाहिँ कदमा फाटक रहेछ यहाँबाट उता तपाईँले लेफ्ट टर्न लिनुभयो भने चाहिँ कता सिलगढी है सिलगढी जाने यता चाहिँ तपाईँको कता नक्सलबाडी जाने अनि बिचरा हाम्रो त्यो दाले हामीलाई यहाँसम्म ल्याएर छोडिदिनु भयो चाहिँ हामी पर्खिरहेको छ यहाँनिर कहाँ भन्दा यो कदमा फाटकमा गाडीको लागि हामी आयो भने चाहिँ हामी चढेर जाने होइन हाम्रो सपिङहरू सबै भयो के खास सपिङ म त बिर्सेछु यार त्यो चाहिँ त्यतिको रड्डी त के पनि हुन्थेन होइन साथमा भाइहरू छ अब हामी जाने आउँछ होला गाडी त है एकैछिन पर्खिनु 10 मिनट पर्खिनु आएन भने भेनालाई रिजर्भ गरेर भए पनि लानुपर्छ लानुपर्छ अरे बापरे ओके कोही प्रब्लम छैन अब हामी हेर्दैछ बाटो पहिलाको हेरेर चाहिँ धेरै राम्रो बनाइसकेको छ पहिला त उता कस्तो कस्तो थियो क्या पानी घाट 8 किलोमिटर दुध दिएर मिरिक 31 किलोमिटर कम्ती रहेछ यार यहाँबाट हामीले फेरि बस पाएँ अब हामी माथि कहाँसम्म जाने हो 4 नम्बरसम्म है ला हौ हामीले त बस पो पायौँ फेरि हामीले चाहिँ लिफ्ट पायौँ बसमा अब चाहिँ त्यहाँबाट त पाइहाल्छ टोटो पाउँछ आजको अनुभव चाहिँ हाम्रो लागि कस्तो भयो भनेर भन्दाखेरि एकदमै नयाँ ठाउँमा होइन मान्छेहरू कोही पनि नचिनेको यहाँको ड्राइभर्सहरू पनि नचिनेको यहाँको गाडीहरू पनि नचिनेको होइन तर पनि हामीलाई चाहिँ माथिबाटको सहायताले होला होइन हामीले दुःख चाहिँ पाएन किनकि हाम्रो टक 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 टाइम टु टाइम हामीले गाडी साडी हामीले पायौँ होइन एकदमै खाली भन्दा पनि खाली बस आउनु हुँदो रहेछ होइन अघि हामीलाई त्यो दाले चाहिँ हामीलाई एकदमै फ्री अफ कस्ट त्यहाँसम्म ल्याइदियो राम्रो पनि भएछ त्यहाँसम्म आएको किनकि अब हामीलाई अलिकति भएर हो अलिकति भए पनि हामीले आजको दिन चाहिँ हाम्रो यसरी चाहिँ बितिरहेको छ है हेर्दै गर्नु होला हजुर कहाँबाट हिँडिरहनु भएको छ यो भिडियोलाई सक्नु सेयर गरेर तपाईँहरूले मलाई सपोर्ट गरिदिनु होला आज चाहिँ कस्तो हुँदैछ बसमा चाहिँ म चाहिँ सरी बसिरहेको छु मजा आउँदैछ सफर कस्तो हुँदैछ यताको बसमा एकदम रमाइलो भइरहेको छ राम्रो भयो अघि हामीले त्यो गाडी लिफ्टमा आएको है बस पाउनु छ एकदमै राम्रो भइरहेछ मलाई एकदम अनौठो लागिरहेछ क्या किनभने अब यहाँ म पनि नयाँ छु नि त त्यही कारणले गर्दा कसलाई चिनेको छैन र पनि राम्रै भयो एकदमै राम्रो भयो अब हामी फेरि माथिबाट चाहिँ अर्को गाडीमा चढेर जाने हो
सो तपाईँहरू कहाँदेखि चाहिँ मेरो भिडियोलाई हेरिरहनु भएको छ अनि तपाईँले अन्तिमसम्म खै थाहै गर्थ्यो बसमा मजा आयो रमाइलो भयो सर्ट डिस्टेन्स लामो चाहिँ अब यो टोटो सायद हामी जान फर्किनु हुने फेरि हाम्रो लागि त एकदमै टकटक्कु भयो त आज त के हो यस्तो सुख भयो त्यही हो मसँग हिँडेपछि पनि यस्तै हो मसँग हिँडेपछि सबै कुरा एकदम भइहाल्छ है भइहाल्छ पट भइहाल्छ तर फर्किने त गयो उतै यही आउँछ पर पानीघट्टा बजार होला नि उहाँहरू आइहाल्नुहुन्छ के हिँड्दै जाँदै गर्ने हिँड्दै तपाईँको नजराले जानु लाग्छ कि भने सोचे के हो जाने हिँड्दै भाइ तर बहुत टाढो हो नि त बस मेरो म हिँड्दै जाउँ उहाँ ओके लिएर आउँछ होला नि त है गुड बोय है तिमी आउँदैछ त्यही हामीलाई अलिकति गाडी पर्खिनुको लागि टाइम लाग्ने भयो भाइ किनभने यता हो है आएको छैन भाइ यता है सो म देखाउँछु यता यही हो हाट बजार लाग्ने यो सबै कता यो 4 नम्बरमा लाग्ने हाट बजारहरू हो आउनु भएको थियो अस्ति अस्ति आएको थियो वेन्सडे अँ पुरै यहाँ बजार लाग्छ सबै पाइहाल्छ है सबै पाउँछ ए अनि यो बनाएको डेराहरू चाहिँ सबै त्यो हाट बजारको कहिले हाट बजार लाग्छ भन्दै थियो तर मलाई त्यति वेन्सडे भनेको बुधबार बुधबार चाहिँ अस्ति हामी आउँदा त्यसो भए त्यस्तो ठिक छ खै त गाडी त आएन अहिले फर्किने भन्दै थियो बल्ल बल्ल आइ चाहिँ पुग्यो है तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो के लाग्यो तपाईँहरूले चाहिँ एकदम कमेन्टमा छोडिदिनु होला अनि अर्को कुरा चाहिँ जो तपाईँहरू नयाँ हुनुहुन्छ चाहिँ मलाई सेयर सब्सक्राइब गरेर साथ दिनु होला हजुरहरूलाई पनि त्यत्तिकै सपोर्ट मिल्नेछ मेरोबाट थ्याङ्क यू सो मच